definition of the app Nepal. First definition in English, then we'll continue in Nepali. Okay. So I'm having started calling you Shane, Kushel, lately. So what's your take on that? Because you are calling beautifully. And today we saw, because when you saw the 11, everyone's like Sandeep is not there. But Kushel is enough if Sandeep is not there. So how do you see this? Because I remember once you were asked, you were bothered about that. You said even I don't know. So you have been doing both job pretty well. What's your take on that? Yeah, first of all, I'm a batsman, but whatever team gives me to do opening batting or to do a part-timer, I'm really happy to do anything. So contribute with the ball against the test playing nation. It's a dream to beat one of the T20 giants in the T20 cricket, so feeling really happy. How was it bowling there to, like you said, giants? What was running in your head? Because while you were bowling, you were going close to the victory. So I'm sure the heart pump must be high. How did you manage that? Yeah, talking about the wicket actually, when I bat a bit slower in the wicket, in Akil ball, like there is two pace in the wicket. So our planning is if you score 140, 150, that would be enough for the West Indies side. And yeah, credit go all the bowler, all the spinner actually, Lally bowled really well. Karan bowled their second last ball really well. And yeah, talking about my bowling, I'm doing really well in the nets. I'm bowling regularly in there. Stuart was just saying about he can't really say what they're doing different, what you're doing differently now, because obviously he only knows what, he doesn't know what went before he was coaching. You coach. Change the difference. पहिला र अहिलेमा फरक खासै गरेको छैन भनेर कोचले भन्नुभयो। कोचले गर्ने प्लानिङहरु चाहिँ पहिलाको अहिलेमा खासै डिफरेन्स छैन भनेर भन्नुभयो। कोचले चाहिँ आफूले भन्न सक्दैन, उहाँलाई अगाडिको थाहा छैन नि त। अनि अहिले चाहिँ अब के डिफरेन्स छ भनेर टिममा कोच पहिलाको कोच र अहिलेको कोचमा चाहिँ के डिफरेन्स छ कोचले त आफूले भन्न सक्नु भएन तपाईले चाहिँ। No, look, every coach, I think every coach is same. They just taught us about the mental game more. Not only the skill, it's all about mental game. So just the difference. Last time we worked with Monty Desai, and now we are with Stuart Law. The difference is just the mindset. फर्स्ट टाइम चाहिँ टेस्ट नेसनमा हाल्दा छौँ हामी योभन्दा अगाडि धेरैचोटि नजिक पुगेर सकेको थियौँ। आज त्यो विन पक्का भएपछि लास्ट ओभरमा त अब लगभग पक्का थियो। त्यो लास्ट बल फाल्ने चाहिँ फिलिङ बताइदिन्छु। लास्ट बल भइसकेपछि आफूले जितेपछिको फिलिङ चाहिँ फिलिङ त सेकेन्ड लास्ट बलमा आइसकेको थियो होइन। अब एउटा हामी लास्ट पनि अब साउथ अफ्रिकासँग लास्ट वर्ल्ड कपमा हामी त्यति क्लोज मार्जिनमा हारेको थियौँ। अब एउटा ड्रिम हो एउटा टेस्ट नेसनलाई हाराउन, र त्यो दिपीको हामीलाई विश्वास थियो दिपीले त्यो 28 रन त हामीलाई कसैले पनि दिँदैन भन्ने विश्वास थियो एउटा लिड थियो दिपीमा होइन। सो अब त्यो फिलिङ अलिक डिफ्रेन्ट छ, अलिकति खुसी लागेको छ। त्यसैमा अब भनौँ न एउटा 2 टाइम्स वर्ल्ड च्याम्पियन T20को लागि उहाँहरूलाई बिट गर्दाखेरि धेरै खुसी थियो। तपाईँले भनौँ फर्स्ट इनिङ ब्याटिङ नराम्रो भएपछि अब सेकेन्ड इनिङमा आउनुभयो। फर्स्ट तपाईँले विकेट जुन फिल्डिङमा हामीले भनौँ त्यो सुरुको 15 ओभरमा चाहिँ फिल्डमा गल्ती पनि देखेन होइन, सबैजना पम्प अप हुन्थ्यो। त्यो इनिङ्स ब्रेकमा चाहिँ केही कुरा भएको थियो कि अब प्रेसर दिनुपर्छ तपाईँहरूले भने जस्तै 105, 150 आएपछि यस्तो थियो हाम्रो वान अफ द स्ट्रेन्थ अब हाम्रो फिल्डिङ नै हो पहिलेदेखि होइन। जुन अब हामी एउटा यङ साइड भन्ने सबले भनेर आउँछ। अब फिल्डिङमा अलिकति अब इम्प्याक्ट त पार्नै पर्छ, जस्तै ब्रिलियन्ट क्याचेसहरू, ब्रिलियन्ट रनआउटहरू। अब त्यो सुरुमै हुँदाखेरि चाहिँ एउटा बुस्टअप हुन्छ टिमलाई। अब सुरुमै अब वान अफ द डेन्जर प्लेयर कार्ड म्याच होइन, उहाँको रनआउट हुँदाखेरि चाहिँ यस्तो थियो कि अब पावर प्लेपछि त्यो विकेटमा जे पनि हुनसक्छ भन्ने थाहा। हाम्रो स्पिनरहरू राम्रो थियो होइन, डिस्पाइट सेन्डी थिएन, त्यही पनि हाम्रो स्पिनर चाहिँ राम्रो छ भन्ने थाहा थियो। त अब त्यो फिल्डिङमा 15 ओभरसम्म पछि क्याच जो अलिकति नराम्रो भयो। 15 ओभर एउटा ललीको क्याच, एउटा मेरो क्याच होइन, त्यही पनि पछि अब त्यो करन्देको ओभरले त्यो बाउन्स ब्याक गर्दाखेरि जस्तो अब तपाईँलाई व्यक्तिगतमा चाहिँ अब अहिले यो सिरिजमा चाहिँ अब अहिले कोचले पनि भन्नु सन्दीपको अब खेल्ने नखेल्ने स्योर छैन भनेर त्यो जिम्मेवारी जस्तो अब सेकेन्ड स्पिनरकै रूपमा पनि त्यो जिम्मेवारी लिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ कतिको तयार हुन्छ ललीसँग त्यो पार्टनरसिप गर्नको लागि? तयारै छु होइन। जतिखेर टिमले डिमान्ड गरेर हुन्छ लेग स्पिनरको या जस्तो यस्तो विकेट हुन्छ, जस्तो म लगायत कुशल मल्ल पनि छ त्यसमा। अब एउटा टिममा के राम्रो छ भने हाम्रो बलिङ अप्सन ब्याटिङ अप्सन धेरै राम्रो छ टिममा होइन। जसरी गुलसनले आज बलिङ गरेर, कुशल मल्लले बलिङ गरेर, लल्लीले पुरा ओभर फाल्ने अलिक मेन बलर भएर होइन। सो अप्सन धेरै भएको। अब त्यसैमा अनफर्चुनेट नन्दनको एब्सेन्टमा पनि अब आफ्नो रोल चाहिँ अलिकति भाइटलै थियो आज होइन। सो रेगुलरली बलिङहरू गरिरहेको छ होइन। जतिखेर पनि अब टिममा जे पनि हुँदा जतिखेर पनि डिमान्ड जतिखेर चाहिँ म स्टेप अप गर्नेछु भन्ने चाहिँ मलाई छ। वेस्ट इन्डिजलाई पहिलोपटक टेस्ट टास्कलाई हराएन, टेस्ट टास्क विरुद्ध सिरिज जित्ने एउटा अवसर पनि छ। त्यसलाई चाहिँ त्यो अवसरलाई चाहिँ कसरी हेर्नुहुन्छ? अफकोर्स अब हाम्रो त्यही ड्रिम थियो अब नेपालदेखि आउँदाखेरि एउटा टेस्ट नेसनलाई अब सिरिज जितेर हाम्रो वर्ल्ड कप क्वालिफाई भएर
र WCL पनि राम्रो गरेर हामी जाने एउटा सपना हो होइन अब फर्स्टमा गएर लिड गर्दाखेरि अब क्यारी डबै छैन हामी होइन अब नेक्स्ट डे अब नेक्स्ट गेम हो होइन अब त्यही अनुसारले अब प्रोसेसमा छ एउटा ट्रस्ट छ हाम्रो सब प्रोसेसमा अब त्यही छ अब नेक्स्ट डे आएर अब त्यही अनुसारले हामी खेल्नेछौँ। झन्डै 4000 दर्शक आज यहाँ आउनु भएको छैन अब नेपालमा त हुन सकेन यो गेम यहाँको दर्शक आउनुभएको दर्शकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? धन्यवाद भन्न चाहन्छु होइन जसरी आज स्याटरडे जसरी आउनुभयो उहाँहरू होइन जसरी यहाँ मात्र नै हामी जहाँ पनि जान्छौँ होइन इभन अस्ति लास्ट टाइम अस्ट्रेलिया जाँदाखेरि पनि उहाँ पनि आउनुभएको थिएन यस्तो लाग्छ एउटा खुसी लाग्छ उहाँहरू आएर हाम्रो हौसला दिनुहुन्छ एभ्री डट बलमा एभ्री बाउन्ड्रीमा हाम्रो हौसला दिँदाखेरि हामीलाई अझै अलिकति मोटिभेट हुन्छ र अब नेक्स्ट टिमहरू पनि आउनु भन्न चाहन्छु। Thank you.